10 बजिसक्यो नि त। आज त भात खाइसके आज भात खाइसक्यो तपाईँ जहिले आज आलु फ्राई हानेर कस्तो याद आयो भने मलाई ठ्याक्क त्यो के गाउँको आलु अनि चडक्क यस्तो गरेर काटेको त्यो याद आएर अनि बाबुले भात हान्थे मैले पनि खाइसकेँ कि भात खाइसकेँ मैले पिर मान्नु पर्दैन बुढा ल यिनीहरू त भगाभग आमा छोरा भात खाइसकेर रहेछ नि म चाहिँ चिल्लै ल 10 मात्रै दौडेर आएको क्या भात खानुपर्छ अब चाहिँ भनेर है खाइसक्यो यिनीहरूले ल अब म पनि खानु पर्छ 4 मिनेट बाँकी छ तपाईँ जहिले पनि अनि 4 मिनेट अगाडि अनि तिम्रो घडी ढिलो भयो हो म 54 मा हो भनेपछि 2 मिनेट अगाडि आइपुग्यो होला है यहाँ आइपुग्यो 2 ल ल ल ल छोरोले नि भात बजाइसक्यो है यिनीहरू आमा छोरा भात खाइसकेको यार ल अब म चाहिँ अब सुरु मेरो चाहिँ ल ल ल मलाई नि भात हालिदेऊ यार तिमीहरू आमा छोरा भगाभग भात खाने अब मलाई नि हालिदेऊ ल भात हालिदेऊ के छ आलु फ्राई भने होइन ल भात हालिदेऊ ल चामल पनि नयाँ भएर हो कि हो अलि फर्क भयो भगाभग खाएपछि फर्र सर्र सबै हुन्छ एकैचोटि त्यो धेरै नराख्नु भात यार भिडियो भएर हो कि होइन होइन भिडियो नभए यति भात खान्थे जसरी नि थाहा छ मलाई के छ घिउ पनि खाने कि के पकायो तरकारीहरू दाल हाल्दै नि थोरै दाल पनि पेठा हाल्दिउँ कि ए त्यही थालमै हाल्दै हुन्छ घराङ गुरुङ बनाएर आलु फ्राई हाल्दैन आज बोरा नतासिकन बना गाउँको आलु यसो हाम्रो लाग्यो कि अनि आलु त सबै गाउँतिर फल्ने त हो नि कस्तो होइन मेरो मम्मीले पठाइदिनु भएको आलु हो यो ल ल ल बुझ्यो यो चाहिँ भनेपछि आलु नि ससुराली आलु हो यो होइन ससुराली आलु यो दाल चाहिँ फेरि सासु आमाले पठाइदिनु भएको कालो दाल सासु आमाले पठाइदिनु भएको बुहारीलाई माया गरेर पठाइदिनु भएको भने फेरि छोराको मायाले होइन नातिको र बुहारीको मायाले अनि के छ त्यहाँ चाहिँ त्यो कचौरामा चाहिँ के त्यो तरकारी हो पेन्टाको यो घिउ चाहिँ मम्मीले पठाइदिनु भएको सासु मम्मीले हो नि फेरि तल पुइसकेको छ अब डाडुले निकाल्नु नि डाडुले निकाल्नु पर्दैन हौ हावा कुरा नगर्नु हामी चम्कै पुगेछ क्या पुग्छ पुग्दैन अलि हाल न यार कस्तो रहेछ छेरुन्जेल खान्छ त घिउ पनि घिउमा नि के अरे दालमा नि घिउ हालेर पकाइदिनु गाइस सक्ति घिउ छोरालाई भनेर पठाएको बाउले नि खाइदिन्छन् म त खाँदैन घिउ के गर्नु हाम्रो त यी भित्रै हो हात धुने किचन सेट हार किचन सेट त यही नै हो के गर्नु सोफा ओछ्याउनु पर्यो नि सोफा ओछ्याउनु पर्यो ल है त म चाहिँ अब भात खान्छु अब गाह्रो छ के गर्नु अनि दालमा पनि पुरै तवर परेको त यो त चम्चामा थियो के चम्चामा थियो त्यही भएर चम्चाले खान अलिक मजा आउँदैन भाइलाई अघि फोन गरेको थिएँ जापानको भात त ल्याप्पै हुँदो रहेछ नमिठो रे घिउ जस्तै हुन्छ अरे घिउ नै हाल्न पर्दैन अरे ल मन चाहिँ सुरु गरे है त ल सुरु गर्ने यहाँ चाहिँ भेनाले घिउ हालेर खानुपर्ने के छ बुढीले पकाएको भात मिठो छ कत्रो कत्रो घाँस हाल्छ यार यो मान्छेले त पानी पनि नलिकनु बस्छ कसले त भात दिन्छ पानी रकी स्टार पार आइसक्यो यो हातले चाहिँ यहाँ कुन्डुङ 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 बनाउनु त्यहाँ यहाँ समात्ने होइन यहाँ समात्ने होइन यहाँ यस्तो समात अनि यसले मामाको गिटार यसलाई मोज भएको यत्रो
मामा आउने बेलासम्म गिटार सिकेर बस ल सानो बिगार्न चाहिँ नबिगार सिक्न चाहिँ सिक हस् हस् आउै झिम्काइदेऊ नि त अक फेरि झिम्काइदेऊ न ल भएन ल राखौँ के राखौँ है ल राखौँ ल लु 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 ल झोलामा राख्न पर्छ नदिने ल राखौँ 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 भयो 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 अब यो बिग्रिन्छ राख्ने नदिने चाहियो त्यसरी होइन नि त ल यसरी बजाउनु त ल ल कसरी हो बजाउनु त यसरी बाबुले जाने छ आमै आमै टम टम बाबाले त कति धेरै जानेको छोराले त झन् के हुँदैन ओइ त्यसरी होइन यस्तो यस्तो हो बिस्तारै बिस्तारै ऐया हुन्छ नि फेरि हात काट्छ फेरि पुरा आँखा चाहिँ कहाँ कता हो क्या ध्यान चाहिँ ओहो झिम्काइदेऊ नि एकपल्ट झिम्काइदेऊ नि त गरिदेऊ 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 नि त ल भयो राखौँ ल राखौँ छोरो राखौँ है ल राखौँ ल ल ल ल ल राख्ने ल ल ल राख्ने राख्ने पर्दैन पर्दैन कत्रो नि जाने जस्तो चाली क्या हजुर ल ल ल बाबुले बोलाउनु हामी पनि पुरा झ्याङ पारा हो नि त फेरि नसमाधान हेर्न नसमाधान बाबा ढङढङ गरी छोरा समात्दिने है यसो रमाइलो भइरह यति गएर स्वयम्भूतिर गएर माग्यो भने चाहिँ देलावले छोरालाई लिएर दे दो भाइ भन्दै सिलगुडी म जाने आसामतिर म जाने सिलगुडी तिमी जाने आसामतिर भाइरलले होला है आमै 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 म चाहिँ नतानन छोरा यार नताने यसले त लास्टै तानेर भुट्टो बनाउनु भयो क्या किन जानु पर्यो त है फेरि भर्खर राखेर आइरहेको छु फेरि चाहियो हेर हेर कहाँ गयो नुनी छोरोले त्यहाँ छुट्नु चाहिँ हामी छुट्ने हो कसरी नुन गर्ने आऊ 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 मम्छु गर्नु आऊ किनभने भात आएपछि म जस्तै सुत्ने चाहिँ को हुनुहुन्छ हौ मैले चाहिँ भात आएपछि अनि सो एकछिन बुढी नतन्काइकन जाँगरै नचल्ने क्या यस्तै नै हुन्छ है अब एकछिन सुत्नु पर्यो सिरानी नै डबल भएछ फेरि ए मलाई आधी घन्टातिर उठाइदेऊ है अनि भात त मिलाउनु पर्यो नि त खाएको भात मिलाउनु पर्यो नि अब आधी घन्टा जतिमा मिल्छ अनि आधी घन्टा पछि टक्क अनि फेरि जानु पर्यो नि पसलतिर जानु पर्यो र अहिले चाहिँ सुत्छु है त केटा होला
बाबा छोरा सुतेको रे सेम स्टाइल है सेम क्या सेम छोरा नि यहाँ दुइटा खुट्टा यस्तो गरे हा बाबा नि यहाँ दुइटा खुट्टा यस्तो गर्नु हा हेलो बुढो आधी घन्टा त भयो त उठौँ न त ए छोरा सुते भन्दै आफू पनि भुसुक्कै भइदिने उठौँ 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 ढिला भयो त यहाँ कति बजी 10 बजी आएको ठ्याक्कै 11 बजिसक्यो ए यस्तो ज्यान तन्काउने त पसलतिर गएर बानी परिसक्यो कति बज्यो 11 बज्न लागिसक्यो ठ्याक्कै हेर छोरा सुतेको म नि त कुचुरुक्क परेर सुतेको त्यही उडाइदिए पनि हुन्छ अझै निन्द्रा लागिरह बिहान 8 बजी उठेर गएको होइन